So hello guys and फेरि पनि welcome back to my channel. It's me Vivek Dong Lama and आज by the title थाहा पाउनु भइसक्यो होला केहीको vlog हो भनेर. So as a title म चाहिँ आज केही रेसिपीहरू तपाईहरुलाई शेयर गर्न लागिरहेको छु जुन चाहिँ the way of me how I cooked हैन. अनि आजको मेन डिशमा चाहिँ के छ भने it's बौतेलको मासु ब्रो, वाइल्ड बोरको. अनि आज चाहिँ हामी म र भाइ घर गएको थियौँ अनि घर गएर वी रिसिभ्ड द्याट मिट एन्ड वी केम ब्याक. अनि अहिले चाहिँ मैले अब त्यो बनाउन लागिरहेको छु अनि के कसरी बनाउँछु त्यो हजुरहरूलाई पनि देखाउँछु अनि के इन्ग्रेडियन्ट्सहरू मैले चलाउँछु त्यो पनि देखाउँछु है त. अनि त्यो साथसाथै मैले चाहिँ आई गेस काँक्रोको अचार पनि बनाउँछु, काँक्रो र आलुको अचार, नेपाली अचार भन्छ होला आई गेस त्यसलाई. अनि सो भिडियो हेर्नुहोस् है त कसरी बनाउँछु अहिले. सो लेट्स गेट इन्टु द भिडियो. सो गाइस अब हाम्रो म चाहिँ कराई बसाल्नु पर्ने हुन्छ. अनि कराई बसालिसकेपछि हजुरलाई कतिको तेल निडेड हुन्छ त्यो तेल हाल्ने त्यतिकै निडेड. अनि यहाँ छ हाम्रो मेन इन्ग्रेडियन्ट्सहरू मैले अनि चाहिने कुराहरू चाहिँ सबै काटेर राखिसकेको थिएँ त्यसरी. अनि फर्स्टमा हामीले यसरी जिरा फुराइदिने अलिकति कालो हुने गरेर. अनि त्यसपछि हामीले हाम्रो मासु एड गरिदिने है त. मासु मजाले एड गर्नुहोस् मजाले. अनि त्यो एड गरिसकेपछि चाहिँ हामीले त्यसलाई एकचोटि मजाले चलाइदिनु पर्ने हुन्छ. मजाले मासुमा सबै ठाउँमा तेल लाग्ने गरेर हामीले चाहिँ मासु मजाले एकचोटि मजाले है त मिक्स गरिदिने. अनि त्यो त्यति गरिदिइसकेपछि चाहिँ we let it fry for a minute. अनि मजाले चलाइदिइसकेपछि चाहिँ फ्राई गर्नलाई छोडिदिने त. ल यतिको फ्राई भइसकेको छ हाम्रो मासु. अझ यसलाई अझै फ्राई गर्नुपर्ने हुन्छ हामीले. ल त्यसको लागि फेरि चलाउँदै उल्टाइ पल्टाइ गर्दै चलाउँदै त्यसलाई फेरि फ्राई हुनु दिने है त. मासु चाहिँ जति फ्राई भयो मलाई त्यति मिठो लाग्छ है मासु चाहिँ. अनि म चाहिँ त्यसरी त्यो झोल हालेर अलिक बनाउनुभन्दा अलिकति सुक्खै बनाउनु ट्राई गर्छु मासुहरू, किनभने त्यसरी चाहिँ अलिकति फ्लेभर धेरै आएको हो कि जस्तो लाग्छ मलाई चाहिँ. अनि हाम्रो मासु ल हेर्नुहोस् अब यत्तिकै फ्राई भइसकेको छ. यत्तिकै फ्राई भइसकेपछि म फेरि नुन एड गरिदिन्छु. नुनले चाहिँ के गर्छ भन्दाखेरि मासुमा भएको मोइस्चरलाई अलिकति रिमुभ गरेर अनि मासुलाई अझै फ्राई हुनलाई हेल्प गर्छ. अनि तपाईँहरूलाई कति चाहिँ नुन खानुहुन्छ तपाईँहरूले त्यो अनुसारले नुन हालेर यसरी चलाइदिनुहोस् है त मजाले. अनि हेर्नुहोस् मासु पनि अलिक ब्राउन भइसकेको छ, अलिकति फ्राई भएर देखिन नै सक्नुहुन्छ तपाईँहरूले. अब त्यसलाई मजाले चलाइदिइसकेपछि हामी फेरि त्यसलाई एकछिन ढाकिदिन्छौँ. त्यसलाई ढाकिसकेपछि हामी फेरि ल हेर्नुहोस् ढाकिसकेपछिको यत्तिको ब्राउन आएको छ है त मासु. यत्तिको ब्राउन भइसकेपछि चाहिँ म के गर्छु भने मासुलाई यसरी साइड लाउँछु. अनि त्यो बिचमा भएको तेलमा अघि नै काटेर राखेको मैले प्याज र हरियो खुर्सानी चिरेको त्यसरी हालिदिन्छु. अनि हालिदिइसकेपछि त्यसलाई पनि एकछिन मजाले चलाएर राखिदिन्छु है त. अनि त्यसलाई पनि मजाले चलाइसकेपछि चाहिँ म एकछिन छोपिदिन्छु. छोपेर फेरि एकछिनमा चाहिँ म त्यसलाई फेरि निकालेर त्यसमा यो हल्दी एड गरिदिन्छु. बेसार भन्छ नेपालीमा चाहिँ. त्यसलाई मजाले एड गरिदिइसकेपछि त्यसलाई पनि मजाले चलाइदिने है त. अनि अब मासु पनि फ्राई हुन्छ अनि प्याजहरू र खुर्सानी पनि मजाले फ्राई हुनाले हामी मजाले त्यसलाई मिक्स गरिदिन्छौँ. मिक्स गरिदिइसकेपछि हाम्रो मासुमा अलिकति भए पनि कलर देखिन्छ पहेँलो अन्त गाइस. अनि त्यही हो. त्यसपछि फेरि हामी एकछिनको लागि त्यसलाई ढाकिदिन्छौँ है त. अनि ढाकिदिइसकेपछि हामीले फेरि एकछिनमा निकालेर यत्तिको हुन्छ हाम्रो मासु. अनि फेरि त्यसलाई पनि चलाइदिने मजाले होइन. मजाले चलाइदिइसकेपछि चाहिँ तपाईँहरूले त्यसमा टेक्स्चर पनि अलिकति चेन्ज भएको जस्तो देख्नुहुन्छ. अब त्यसमा हामीले मसलाहरू एड गर्न जाँदैछौँ. जिराको धुलो कति खानुहुन्छ तपाईँहरूले त्यो अनुसारले राख्नु होला. अनि त्यसपछि मैले हालेँ खुर्सानीको धुलो.
खोर्सानीको धुलो पनि तपाईँहरूलाई कतिको पिरो खानु मन छ त्यो अनुसारले हाल्नुहोस् होला। अनि त्यसपछि मैले हालिदिएँ यहाँनिर मैले पिसेर राखेको चटनी। अब चटनी नै भन्छ कि अब के भन्छ आई डोन्ट नो, तर मैले त्यसमा चाहिँ जिन्जर अनि सुकेको खुर्सानी 5-6वटा अनि गरम मसलाहरू हालेर मजाले पिसेर अनि मैले त्यो मासुमा एड गरेको छु है त। अनि मजाले मासुलाई अनि हामीले त्यो पेस्ट मजाले मिक्स गरिदिने, किनभने मासुमा स्वाद आउने नै यो मसलाको पेस्टले हो। सो सकेसम्म मजाले मिक्स गरिदिनु। अनि मैले चाहिँ के गर्छु भने अब मसला पाक्दै गर्दाखेरि हो यसरी कराईको बिचमा छोडिदिएर टमाटर एड गरिदिन्छु, किनभने टमाटर पनि पाक्छ अनि मसला पनि पाक्छ नि त। त्यस्तो गर्दाखेरि टाइम छिटो कन्ज्युम हुँदैन हाम्रो। ल हेर्नु मेरो टमाटर पनि पाकेर फ्यात्त भइसकेको छ। अब यसलाई पनि मजाले म्यास गरेर अनि मासुसँग नै मिक्स गरिदिनु पर्छ है त। मजाले मिक्स गरिदिने गाइस, टमाटरको पनि स्वाद आओस् अलिकति मजाले सबै ठाउँमा, त्यही भएर हामीले यसरी मिक्स गर्छौँ। त्यसपछि तपाईँहरूलाई कतिको चाहिँ है ग्रेभी खानु मन छ त्यो अनुसारले पानी एड गर्दा पनि हुन्छ। म चाहिँ अलिकति पानी हाल्दैछु। अब हाम्रो अलिकति त्यसरी हाल्दाखेरि चाहिँ मासु पनि अलिकति स्मोकी फ्लेभर आउँछ जस्तो लाग्छ मलाई चाहिँ, त्यही भएर म त्यसरी लास्टमा चाहिँ पानी एड गर्छु है त। अनि त्यसलाई पनि एकचोटि मजाले मिक्स गरिदिइसकेपछि हामीले छोपिदिन्छौँ। हामीले छोपिदिइसकेर एकछिन राख्छौँ लो फ्लेममा। अनि लो फ्लेमबाट निकालिसकेपछि हेर्नुहोस् मेरो मासु यतिको भएको छ है त। सो गाइस तपाईँहरूले देखिसक्नुभयो मैले कसरी बनाएँ भनेर होइन, त्यो बङ्गुरको मासु चाहिँ। सो अब म अचार बनाउनु लागेको। अचारको लागि चाहिँ मैले यसरी काँक्रो यो क्युब सेपमा काटिसकेको छु। अनि यहाँ मेरो आलु पनि उसिनेर रेडी भइसक्यो। यसलाई अब केलाएर अनि यसलाई अब निकालौँ है त। यो तिल र कागती लिएर आएको छु। यो तिललाई पनि भुट्नु पर्ने, अनि भुटेर यसलाई सानो धुलो बनाउनु पर्ने छ पिसेर है त। यो गरिसकेर भेट्छु तपाईँहरूलाई। सो गाइस मैले चाहिँ यो आलु पनि केलाइसकेँ, हातमा पन्दा पनि लगाइसकेँ, हात पखालेको छु। अनि यो आलुहरू म्यास गरिदिनुपर्छ है यसरी। अनि साइडमा यसरी तेल तात्नलाई छोडिदिइराख्नु होइन। तेल त त्यसमा पनि हामीले के काम गर्नुपर्ने हुन्छ, यो आलु म्यास गर्नु। मैले चाहिँ 5वटा 1 2 3 5वटा आलु लिएको छु। अनि यो 2टा काँक्रो हो होइन। अनि यो आलु मजाले म्यास गर्नुहोस् यसरी। कति साह्रो एउटा त। यसरी अचार बनाएर खाँदाखेरि चाहिँ डेन्जर मिठो हुन्छ है गाइस, लिटरली तपाईँहरू पनि ट्राई गर्नुहोस्। मैले अहिलेसम्म जो बनाएर खुवाएको छु उनीहरूले मिठो छ भन्छ है। यसरी यो आलुले चाहिँ के गर्छ भने अलिकति फ्लेभर पनि इन्हान्स गर्छ, अलिकति थिकनेस पनि दामी बनाउँछ कि यसले। अनि तपाईँहरूलाई अब के हाल्नु मन लाग्छ त त्यो हालिदिनुहोस्। खुर्सानीको धुलो, म चाहिँ खुर्सानीको धुलो अलिक पिरो खान्न है। अनि नुन कति खानुहुन्छ तपाईँहरू त्यो अनुसारले लिनुहोस्। मैले अलिकति ठिकले लिएँ। त्यसपछि यहाँनिर मेन कुरा भनेको छ यो यसको तिल चाहिँ मैले तताएर यसरी कति राख्ने, आफूलाई कति खानु मन छ होइन त्यही अनुसारले तिल राख्ने। ल मैले चाहिँ 3 चम्चा मजाले भरि हाल्दै त। ल मेरो तेल पनि यहाँ तातेर खारिसक्यो यसरी। अनि थोरै मेथी पुऱ्याइदिने। माई गड मेथी, ओहो धेरै नै ठुलो भएछ फ्लेम। अनि यसमा खुर्सानी पनि पुऱ्याइदिने। 3टा जस्तो ल्याएँ मैले हरियो खुर्सानी। यो गाह्रो छ के यो अचार बनाउन। अनि थोरै कलरको लागि बेसार चाहिँ धेरै भुट्नु हुँदैन गाइस। यसो खलक पार्ने। अनि ल ज्वाइँ मेरो हात सबै पोल्यो। ल यो गरिसकेपछि कागती हाल्ने। यत्रो ठुलो कागज, यस्तो मजाको एउटा ठुलो, कतिको अमिलो खाने है त्यो अनुसारले हाल्नुहोस्।
आफूलाई बनाउँदा बनाउँदै यहाँ बनाउने मान्छेलाई यहाँ मुखमा पानी आइसक्यो लिटरली। ए सरी यो सबै रस राखिदिने, कति अमिलो खानु मन लाग्छ होइन। ल ल ल मुखमा पानी आयो भने गाइस तपाईँहरू पनि बनाएर खानुहोस् होला, ट्राई गर्नुहोस्। यसरी बनाएर खाँदाखेरि चाहिँ दामी मिठो हुन्छ है त। ल अब मिक्स गरौँ है त। आधा तेल तात्दो रहेछ नि। अब यसलाई मिक्स गर्दै जाने हामी, मिक्स गर्दै जाने। मसँग त्यो काश्मिरी के अरे धुलो खुर्सानी चाहिँ छैन कलरको लागि। मेरो चाहिँ यस्तै नै हुन्छ होला सायद है, अलिक पहेँलो पहेँलो नै। अनि मैले अघि हालेको खुर्सानी चाहिँ त्यो पिरोवाला खुर्सानी हो कि, यो कलर निकाल्ने खालको खुर्सानी होइन। सो तपाईँहरूलाई कलर अलिक निकाल्नु मन छ भने चाहिँ त्यो काश्मिरी कलर खुर्सानीको प्याकेट आउँछ नि, हो त्यो युज गर्दा नि हुन्छ। म चाहिँ गर्दिनँ। यत्तिकै पनि मिठो हुन्छ यो अचार। सो या हेर्नुहोस् मिक्स गर्दै जाँदाखेरि कस्तो राम्रो भयो। कहिलेकाहीँ यो अलिकति कस्तो के अरे अलि यस्तो यस्तो अहिले मैले देखाए जस्तो हुँदैन है, भन्दाखेरि अलि थिक भइजान्छ नि त। त्यतिखेर चाहिँ तपाईँले के गर्नु भने थोरै पानी हालेर अनि मिक्स गरिदिनुहोस्। टेक्स्चर अलिकति त्यसको अनि पातलो हुन्छ यसरी नै, त्यो चाहिँ राम्रो। अनि धनिया हाल्नु मन लाग्छ भने नि धनिया हाल्नुहोस्। त्यसपछि त A1 मिठो दामी हुन्छ दामी। ल गाइस ल हेर्नु एकैछिनमा अचार बनेर भ्याइयो। ल ल अब यसरी खानुहोस् होला तपाईँहरू पनि अचार है। फेरि चाटिहाल। अमिलो नि मिठो। अझ तपाईँले उयो पनि हाल्नु कि, अझ के छ त्यो यसको धुलो, लप्सीको धुलो। एकछिन त म लप्सीको धुलो नै हाल्छु अलिकति। हामीसँग चाहिँ यसरी लप्सीको धुलो छ। मेरो मम्मीको आफ्नै मम्मीले बनाउनु भयो, मम्मीले आफैले बनाउनु भयो है। यो धेरै हुन्छ होला सायद। ल मिक्स गरौँ त। यतिकै कागती हाल्दाखेरि नि अमिलो भए छनु त, तर यत्तिकै मलाई नै यहाँ मुखमा यत्तिकै पानी आइसक्यो गाइस। झन् तपाईँहरूलाई कति आइरह होला होइन। सो तपाईँहरू नि ट्राई गर्नुहोस् रेसिपी। यस्तो हुन्छ। ल हेर्नु पानी नहालिकन यस्तो यतिको गिलो भइसक्यो, किनभने काँक्रोको आफ्नै पानी हुन्छ नि त। अनि त्यही भएर पानी एड गर्नु पर्दैन। कहिलेकाहीँ चाहिँ अब आलु बढी हालिदिँदाखेरि यस्तो आउँदैन टेक्स्चर। सो त्यतिखेर चाहिँ थोरै पानी राख्नुहोस् अनि तपाईँको नि यस्तै हुन्छ है त। ल गाइस मैले चाहिँ मिक्स गरेर भ्याइएँ। अब फेरि ट्राई गरौँ भने त अलिकति कस्तो हुन्छ। सबैको लागि भरि मिठो अचार बनाइसकेपछि सबै यस्तरी हात चाट्नु हाट्नै पर्ने हुन्छ। सो यति नै थियो अचारको रेसिपी चाहिँ होइन। अब तपाईँलाई क्लिनिङ गरेर देखाउँछु त कस्तो भएछ मेरो खानाहरू। अनि त्यसपछि म पनि खाना इन्जोय गर्छु होला। अनि तपाईँहरू पनि त्यसरी नै मैले जसरी बनाउँछु त्यसरी बनाएर खानुहोस् होला है त। ल अहिले चाहिँ म यहाँ हाम्रो डगीहरूलाई पट्टी गराउन पी गर्न लिएर आएको है। भयो जोजु यता यता आउनु खोइ, यहाँ 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 त्यस्तै हो। यो त्यसरी आवाज गर्छ कुकुरहरू त्यहाँ मासतिर छ। कराकको करे कराक कराक गाइस यस्तै हो। सो कुकिङ रेसिपी कस्तो के लाग्यो भनिदिनुहोस्। हामी खाना खायौँ, यस्तो मिठो भएको थियो, बब्बा भएको थियो। तपाईँहरू पनि अब त्यसरी नै खान चाहनुहुन्छ भने चाहिँ ट्राई गर्नुहोस् होइन, त्यही भन्छु म चाहिँ। अनि अहिलेसम्म हेरिदिनु भइरहेको छ भने चाहिँ थ्याङ्क यू सो मच अहिलेसम्म हेरिदिनु भएकोमा। अनि अझै के कस्तो भिडियोहरू चाहिन्छ कमेन्ट गर्नुहोस्।
होपफुल्ली अनि अलिक सपोर्ट गरिदिँदै गर्नुहोस् है। धेरै पछि भ्लग हालिदिइहाल्छु अब आएर न अब के कस्तो हुन्छ भए पनि आई विल ट्राई माई बेस्ट। यिनीहरूले बोल्नु दिँदैन चुप लाग। डोडो चाहिँ त्यहाँ छ। सो गाइस त्यही हो अब त्यति नै भन्दै आजको भिडियो यहाँनिर एन्ड गर्छु म। सी यु अन नेक्स्ट भिडियो बाइ बाइ।